Hello and namaste everyone. It's me Arun Sister and you are watching Arun Sister Vlogs. र फर्स्ट ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला हैन सपोर्ट गर्नुभयो त्यसैले थ्याङ्क यू सो मच यो चाहिँ मेरो सेकेन्ड ब्लग हैन यसमा सपोर्ट गर्नुहुन्छ भने आशा राख्दछु आज चाहिँ ब्लग चाहिँ अब स्याटरडे छ हैन अनि त्यही भएर चाहिँ म ब्लग बनाउँदैछु म चाहिँ अघि उठेको र पनि अब भर्खर ब्लग बनाउन सुरु गरेको हैन अब आज चाहिँ स्पेसल त्यस्तो केही छैन र पनि अब मेमोरीको लागि ब्लग बनाउन भनेर चाहिँ बनाएको छु सबैजनाले सपोर्ट गर्नु होला हैन अहिले चाहिँ म उता ठुलो मम्मीकोमा जानुपर्ने काम छ सो त्यही भएर चाहिँ बेडहरू चाहिँ छिटो मिलाइहाल्छु त गाइजहरू एकछिनमा बेड मिलाएँ त बेड मिलाइसकेपछि मैले चाहिँ अब बेड मिलाइसकेँ हैन गाइजहरू हजुरहरूलाई देखिसक्नु मैले चाहिँ बेडहरू मिलाइसकेँ हैन अब बेड मिलाइसकेर अब चाहिँ काम चाहिँ केही छैन काम केही छैन भन्दा नि अब बुकहरू मिलाउनु पर्ने छ उतै लिएर जानु पर्यो नि त होमवर्कहरू हुन्छ नि त होमवर्कहरू गर्नु पर्यो भर्खर 10मा त पुगेको गाह्रो छ होमवर्क त गर्नु पर्यो दैनिकीहरू लेख्नु पर्छ हैन लु गाइस म चाहिँ अब चलेको हैन ल अहिले उतै
गाइस म चाहिँ भर्खर आइपुगेको होइन, भर्खर आएर चाहिँ किताब यहाँ राखेको छु। यसपट्टि पनि गर्मीले चाहिँ पाक्यो होइन, गर्मी चाहिँ एकदम छ झापामा चाहिँ। अब यस्तो एकछिनमा होइन भातहरू खाने अरे, अहिले भात खाने बेला भेटौँला त गाइस, बाई। अब एकछिन चाहिँ म मोबाइलहरू हेर्नु पऱ्यो नि त, अब एउटा मात्र मोबाइल छ, त्यसबाटै भ्लग बनाउँछु, त्यसैबाट अब फोनहरू चलाउँछु होइन। अब हेर्नु त परेको। सो गाइस एकछिनमा भेटौँला, यता खाना खानेहरूलाई भेट्छु ल, बाई बाई गाइस। गाइस म चाहिँ होइन, म चाहिँ दही लिन सक्दैन होइन, त्यहाँबाट पकाउने कस्तो भइरहेको। गाइस म चाहिँ चल्दैको लागि यसरी पनि बनाउँदै चल्नु पर्छ। बाटो चाहिँ यस्तो छ होइन हाम्रो चाहिँ। अगाडिबाट फेरि यस्तो धुलो आउँदैछ। ल गाइस त्यही पनि लिएर आयो होइन, गर्मी सक्दो भयो क्या, हेरिका गर्मी के साह्रो झापामा त। अब यो अब एकछिन फ्यान चलाएर फोन चलाइन्छ है त गाइस। सियु ए खाना खाने टाइम ल। मैले पानी खाएँ होला हौ साँच्ची। गर्मी छ नि, फ्यान लाउनु त धर्म ल्याएर रुसेन हौ भात पनि। लु गाइज म चाहिँ अब लुगा धुन बसेको ल, स्कुलको ड्रेस हो, धुनु पऱ्यो। भोलि त अब स्कुल जानु परिहाल्यो होइन। 2 बजेको घाममा यस्तो छ हौ हाम्रो यता झापातिर त, के साह्रो हौ गर्मी पनि छ। यो एकछिन गाइज यो मिलाउनु पऱ्यो नि त, अब यहीँ धुने हो होइन। मोटर लाउनु पऱ्यो है त गाइस। मोटर चाहिँ एउटा लाग्छ, मोटरको मेकानिजम बिर्सिसकेको छु मैले त। त्यो त यही मोटरको पानी आउँछ त्यसले त। ल गाइस होइन, अब चाहिँ पखाल्नु मात्र बाँकी छ। अब पखालिसकेर सुकाएर भेटौँला है त होइन। गर्मी चाहिँ के साह्रो हो, अब नुहाउनु नै पर्छ। सो अब पखालिसकेर भेटौँला है त गाइस, पखालिसकेर अनि त्यहाँपछि अब सुकाइसकेर है त। सी यू गाइस। सो गाइस म चाहिँ लुगाहरू धोएर एकछिन आराम गरेर अब नुहाउनु जानु लाग्यो। नुहाइसकेपछि अब त्यो मोमोहरू रेडी हुन्छ होला त्यति बेलासम्म। अनि अब नुहाउनु पऱ्यो नि त, गर्मी भएर चाहिँ एकदम। अब नुहाएर भेटौँला है त गाइस।
तेरो गर्दैछ क्या। अब त्यसो चाहिँ पढ्नु पनि थाल्छु है। चार्ज पनि राख्छु फोन है त गाइज। सियो एकछिनमा है त। सो यसमा चाहिँ भर्खर देख्न सक्नुहुन्छ नुहाएर आइसकेँ होइन। गर्मीमा चाहिँ जस फ्रेस फिल भयो होइन। अब चाहिँ पढ्नु थाल्नुपर्छ। अब यस्तै त अनि 10मा पुग्यो। यसै हुन्छ नि हाम्रो त प्रदेश सरकारमा सार नानीहरू सुन्दै थियो एकाउन्ट पढाउनु सरले त्यही भन्दै थियो हामीलाई होइन। अब त्यही हो पढ्न त थाल्नु पऱ्यो। एसईको लागि तयार त गर्नु पऱ्यो नि त। भ्लग बनाउँदै भए पनि अब पढ्नु त छोड्नु भएन। पढाइले नै हो सबै कुरा गर्ने। अब त्यही भएर अब चाहिँ म पढ्न सुरु गरेको गाइजहरू। पढ्न थाल्नु पर्छ। नेपाली बुक हेर्नु न कस्तो भइरहेछ मेरो। सबै बुक कपीहरू सिक्नु पऱ्यो नि त अब पढ्नलाई त होइन। जस 1 घन्टा जस्तो पढ्नु पऱ्यो होइन। अनि त्यसपछि 1 घन्टा 2 घन्टा जस्तो पढ्नुपर्छ नि त्यसपछि भइहाल्छ नि। सुरुमा होमवर्क गर्छु। होमवर्कले अब कति टाइम खान्छ होइन। त्यसपछि पढ्नुपर्छ। ला हो मैले पेन ल्याएँ किन यो छ रहेछ है। ला पेन नि छ कि छैन हौ। यस्तो त छ मेरो। ला गाइस होमवर्क गर्नेलाई त बुक कपीहरू ल्याइयो तर पढ्नलाई ल्याउन त ल्याइयो तर खै पेनै ल्याउन बिर्सेछु। यस्तो त छ। यहाँभित्र छ कि ल्याउन बिर्सेछु नि हौ गाइज। यस्तो त हुन्छ। अब पेन्सिलले भए पनि गर्नु पर्यो होमवर्क त। रोक्नु भएन आफूलाई त्यति हो। पढ्नदेखि रोक्नु हुँदैन आफूलाई पेन नभए पनि। खाली कपी नै हो नयाँ कपी नै हो। सब हाम्रो स्कुलबाटै दिन्छ हौ। आरुण श्रेष्ठ क्लास 10 सेक्सन 8 रोल नम्बर 1 सब्जेक्ट एकाउन्ट है। एकाउन्टको त छैन म यो त सकिहाल्यो मैले त। यो होइन साँच्ची त कहाँ सरी के यो ए रहेछ होमवर्क मैले गरिसकेको छु। एकाउन्टको होमवर्क त गरिसकेको छु होइन। नेपालीको छ नेपालीको छ। यो त खाली कपी हो। दैनिकी कपी एउटा बनाउनु पर्छ। इकोनोमिक्सको चाहिँ पढ्नु पर्छ होइन। होमवर्क चाहिँ छैन र पनि अब पढ्नु त पर्यो। अप्सनलको स्टुडेन्ट फेरि इकोनोमिक्समा गएको म। ला यसको यो बनाउनु पर्ने पो छ त। यही सकिन्छ त्यही पनि। यही हो डिटर्मिनेसन मोनोपोली बनाउनु पर्ने छ होमवर्कमा। यसको छ होमवर्क अनि हेर्नुपर्छ। इङ्ग्लिसको छन त छैन तर पनि अब अस्तिको टाइममा त्यो थियो। त्यो कपी गर्नुपर्ने छ। त्यो चाहिँ पेन ल्याएर गर्नुपर्छ। अनि यहाँ पढ्नुपर्ने होमवर्क छ। अरू के को होमवर्क छ भन्दाखेरि नि म्याथको होमवर्क छ। अनि त्यसपछि यो सामाजिकको त होमवर्क छैन। यति हो होमवर्क भएको छ त्यति। पढ्नु पर्ने गर्नुपर्ने सब होमवर्क यहाँ छ होइन। अब कपीहरू बुकहरू चाहिँ त्यहाँ छ। अब यो गर्न सुरु गर्नुपर्छ गाइज। रोकिनु हुँदैन पढ्नुलाई। ल म गर्दै गरेको हेर्नु है त गाइजहरू।
अरूको लागि ए नेपालीको पनि छ त नेपालीको पनि गर्नुपर्छ। यो चाहिँ मेटाएर नि पुरै सर्लक्क हलाएर यहाँ तलसम्म राख्नुपर्छ। यो भ्यालु यहाँ इनपुट गर्ने होइन यस्तो हुन्छ नि यो के भन्छ यसलाई यो टेबलबाट नि त्यो अरे कहना क्या चाहते हो उसमा के कम्प्लिट गर्ने के ड्र गर्ने कर्भहरू हो त्यस्तो बनाउनु पर्छ क्या यहाँ। सो गाइस बल्ल बल्ल इकोनोमिक्सको बनाइसक्यो होइन हेर्न सक्नुहुन्छ। अल्छी लागिसकेको थियो सुरुमा त बुझिनँ कि। अनि यो टोटल रेभेन्यूको हो अनि यो एभरेज रेभेन्यूको अनि यो मार्जिनल रेभेन्यूको। हम मालूम है तेरे बाप को मत सिखा चल। मैच खाना सुरु गरेँ आज खानु पर्यो एकछिन चाहिएको छैन अझै रहेछ है गाइस म त थपेर खाइदिएको। बसै फेरि म त सो गाइस मैले चाहिँ यो यहाँ हालिसकेँ होइन सबै कुराहरू। अब यहाँ चाहिँ बत्ती अफ गरिदिनु पऱ्यो भने त बत्ती अफ भयो है। अब चाहिँ बाइक चाहिँ अलिक घर गएर भेटौँला है त र क्लास पनि छ कि। सो गाइज होइन म चाहिँ खानाहरू खाइसकेर चाहिँ अब यसो मोबाइलहरू चलाएर बसेको। अब बस लिएर आउनु नि अब म घर गर्न बसेको मैले एकछिनमा अब भेटौँला म घर गर्नु पऱ्यो। अब चार्ज पनि छैन फोनमा होइन चार्ज लगाएर अब लगाउने यता चाहिँ अब यस्तै भयो आजको दिन होइन अब भोलिको दिन चाहिँ यस्तो जान्छ। अब दिनभरि त नभनौँ आधा आधा। सो भोलि चाहिँ किन भन्दाखेरि मेरो स्कुल पनि छ नि त। सो अहिले एकछिनमा भेटौँला त गाइस बाइ। सो गुड मर्निङ गाइज आज चाहिँ मदर्स डे होइन मेरो सबैजना भ्युवर्स सब्सक्राइबर्स सबैको मम्मीलाई ह्याप्पी मदर्स डे। भन्दाखेरि उहाँ पनि मेरो मम्मी हुनुहुन्छ सबैजना मेरो आफ्नै मम्मी जस्तो हुनुहुन्छ। सो सबैजनालाई ह्याप्पी मदर्स डे। एन्ड अब सबैजनालाई भन्नाले अब हजुरहरूको मम्मीलाई भनिदिनु होला मेरो तर्फबाट किन भन्दाखेरि अब हामी नजिक त छैनौँ र पनि अब हजुरहरू भने पनि मेरो फ्यामिली जस्तै होइन। अनि हजुरहरूको मम्मी भनेको मेरो मम्मी। सो सबैको मम्मीलाई चाहिँ ह्याप्पी मदर्स डे भनिदिनु होला मेरो तर्फबाट। आज चाहिँ मदर्स डे भए पनि मेरो आज स्कुल लाग्छ होइन। अब स्कुल त जानु पऱ्यो नगएर सुख पाउँदिनँ मैले पढ्नु त परेको 10 हो होइन। सो अब लुगाहरू लाउँछु लुगाहरू लाएर अनि त्यसपछि स्कुलको लाग्छु म। साइकल लिएर आएको छैन अब यति हिँड्दै जाने हो। अब भरे त्यो आउँदा चाहिँ बरु बसमा आउनु पर्ला उयो चोकसम्म चाहिँ चोकसम्म त ज्ञान अब हिँड्दै आउनु पर्ला साथीसँग मजाले नै। यहीँ साथी छ क्या उसँग प्रिन्स भन्ने उसँग आउनु पर्यो। अब त्यस्तै हो पढ्नु पर्छ होइन नपढिकन सुख पाइँदैन। फर्स्ट अफ अल चाहिँ बेड चाहिँ मिलाइहाल्नु पर्यो किन भन्दाखेरि अब राति सुतेको यही बेड हो राति पानी परेर अब बेडहरू चाहिँ चट्टा लाएर मिलाइहाल्छ त गाइजहरू। एकछिन पछि भेटौँला है त लुगाहरू लाउँछ अनि त्यसपछि भेट्छु ल। किताबहरू पनि यहीँ राखेर सुतिहालेँ म फेरि निन्द्राले पुरा कस्तो लट्ठै पारेको मलाई रातितिर पढेपछि त्यो त भ्लग बनाउँछ भन्दाखेरि नि अब सुत्दैन भ्लग अलिकति क्लिप्स खिच्छ त्यस्तै भइहाल्यो होइन। निन्द्रा लाएर म सुतिहालेँ अनि डाइरेक्ट अघि 8 बजे पो उठेछु म त। नर्मल टाइम मेरो उठ्ने भनेको 6 बजे हो 6 किनभने 7 बजेतिर हो। तर अब
के गर्नु धेरै सुतेछ क्या आज चाहिँ के भयो भयो अलार्म पनि बजेन के हो अब त्यस्तै हो धेरै कुरा नगरौँ सिधै अब ड्रेसहरू ल्याएर अनि यो बेडहरू हुन्छ नि मिलाएर चट्टसँग मिलाएर चाहिँ भेट्छु त तपाईँसँग बाई बाई गाइज सो गाइज म चाहिँ रेडी भइसकेँ होइन अब रेडी भएँ हेर्न सक्नुहुन्छ अब स्कुल जानुपर्ने छ अब भरे त्यहाँ भेट्छु ल बाई बाई गाइज सो गाइज आज चाहिँ धेरै अब हुन्छ नि पढाइको कारण अब अलिकति गरम भइरहेछ यस्तो दिन भयो पनि हेर्न सक्नुहुन्छ होइन अब ठिकै छ पढ्यो जस्ट अलिअलि रिङ्गाटो चले जस्तो भइरहेको थियो के हो भने स्कुलमा चाहिँ हल्का त्यस्तो भइरहेको थियो क्या आज अब पछितिर चाहिँ खाजाहरू खाइसकेपछि त्यस्तो भएन अब खै के भएको कुनै रिङ्गाटो मात्र चले जस्तो मात्र भइरहेको थियो खाजाहरू खाइसकेपछि चाहिँ त्यस्तो भएन अब ठिकै छ अब अलिकति सन्चो पनि नहुनु खोज्यो होला नि त त्यही भएर अब जङ्क फुडहरू चाहिँ हल्का बन्द गर्नु पऱ्यो किनभने धेरै अब म धेरै जङ्क फुड खान्छु नि त सो आज यति नै भयो होइन अहिले यति नै भयो अब एकछिन अलिअलि क्लिप्स खिच्छु अनि त्यहाँ चाहिँ भ्लगलाई यति नै एन्ड गर्छु है गाइज सी यू आफ्टर फ्यु मिनट्स ओके गाइज A few moments later. सो गाइज मैले चाहिँ भर्खर भात खाएर आएको होइन आज चाहिँ 7 साढे 7 कति हुनु छ होइन आई डोन्ट नो द्याट अब आजको भ्लग चाहिँ यति नै राखौँ होला अब किनभने अब अरू क्लिप्सहरू त खिच्न पाइनँ किनभने मैले केही कामै गरिनँ नि त आएर फोन मात्र चलाएर बसेको अब काम छैन मेरो अब त्यो पढ्नु मात्र काम हो त्यो पढ्नु परेछ अब त्यो तपाईँले चाहिँ लेख्नु कति पढ्छ भनेर होइन कति पढ्छ भन्दा अब अलिअलि देखाएँ होइन अब यति नै राखौँ होइन आजको भ्लगलाई अब कति मिनटको हुन्छ यो भ्लग थोरै भए पनि केही छैन हजुरहरूले सपोर्ट गरिदिनु होला होइन होप तपाईँहरूले इन्जोय गर्नुभयो होला नयाँ हुनुहुन्छ च्यानलमा सब्सक्राइब गरिदिनु होला लाइक गरेर कमेन्ट भ्लग कस्तो लाग्यो त्यो कमेन्ट गर्नु होला हुन्छ गाइस आजको भ्लगलाई यति नै सी यू इन नेक्स्ट भ्लग बाई बाई गाइज Thanks. Love you. Forever.